नमस्ते सबैजनालाई। यो मिनी भ्लगमा आज हामी नोकोनो सीमा जाँदैछौँ। अनि बाबा र आमाको चाहिँ पहिलो पटक हो कि यहाँ जाने। अनि बाबा र आमा चाहिँ फर्स्ट टाइम सिप चढ्दै हुनुहुन्छ। यो चाहिँ सानोवाला सिप हो, तर जे होस् समुद्रमाथि तर्दै हुनुहुन्छ भनौँ न। मलाई आफैलाई चाहिँ पहिलोपटक चढ्दा चाहिँ हल्का रिङ्गटा लागेको जस्तो फिल भएको थियो, तर आमा बाबालाई चाहिँ त्यस्तो केही पनि भएन। आज चाहिँ हामीलाई मौसमले पनि एकदमै साथ दिएको थियो कि एकदम घमाइलो दिन थियो है। अनि हावा पनि त्यस्तो बेसरी चलेको थिएन। हिजो अस्ति भएको भए चाहिँ कस्तो चिसो हावा चलेर कस्तो गाह्रो होला जस्तो थियो है। तर आज चाहिँ मौसमले पनि साथ दिएको भएर एकदमै भ्यू हेर्नलाई एकदम रमाइलो थियो के। तर राम्रो ठाउँमा चाहिँ पहिले नै मान्छे आएर बसिसकेको हुनाले हामीले चाहिँ आनन्दले धेरै भिडियोहरू चाहिँ खिच्नु पाएनौँ, किनकि आज यो सिप चाहिँ एकदमै प्याक थियो के। दिन घमाइलो भएको भएर पनि होला, एकदमै मान्छेको भिड थियो। अनि मान्छेहरूको भिड भए पनि जे भए पनि यसो उसो गरेर मैले भिडियोहरू चाहिँ लिएँ। हेर्नु न कस्तो निलो समुद्र है, अनि पहाडी सहरहरू, सेतो बिल्डिङहरू कस्तो रमाइलो देखिरहेको थियो। पहिला नेपाल हुँदाखेरि चाहिँ यो टिभीमा बाहेक यसरी हेर्न पाउँथेन नि त, यो लाइभ देख्थेन नि त। अनि कस्तो अचम्म लाग्थ्यो के। अनि अहिले चाहिँ आफ्नै आँखाले देख्न पाउँदाखेरि चाहिँ रमाइलो हुन्छ। खासमा मैले जाने बेलामा पनि भिडियो खिच्न खोजेको थिएँ, तर त्यति बेला चाहिँ एकदमै प्याक भएर भिडियो नै खिच्न मिलेन कि अहिलेको भन्दा पनि। अनि त्यसपछि चाहिँ फर्किने बेलामा चाहिँ जसोतसो गरेर यो भिडियो चाहिँ मैले लिएँ। पुरै भिडियो लगभग एउटै ठाउँबाट लिएको भएर कस्तो एउटै ठाउँमा मात्रै बसिरहेको जस्तो लागिरह्यो होला, तर होइन है। म यताउता पनि गएर फोटो भिडियो लिने कोसिस चाहिँ गर्दै थिएँ, तर मिलेन। अनि फेरि फर्केर बाबा र आमा यहाँ उभिनु भएको ठाउँमा आएँ। अनि मैले चाहिँ आमालाई जिस्काइरहेको छु कि फोटो खिच्नलाई, भिडियो लिँदै फोटो खिच्दै गरिरहेको छु। सधैँ दिन यस्तै रमाइलो भइदिए है कस्तो हुन्थ्यो होला। ओके, फर्स्ट टाइम मिनी भ्लग 3 मिनेटको है, त्यही पनि त्यसमा म भोइस ओभर गर्दैछु। बिचमा नानी र बाबु आएर भोइस ओभर डिस्टर्ब गरिरहेको थियो, त्यही पनि मैले चाहिँ खिचेँ। कति दिन भइसक्यो हामी यो भिडियो लिएको, तर पनि अपलोड गर्न पाएको थिएन। आज चाहिँ दिन पनि मिलाएँ, समय पनि मिलाएँ, अनि भोइस ओभर गरेँ। अलिअलि ब्याकग्राउन्डमा डिस्टर्बेन्सहरू आइरह्यो होला, त्यही पनि लास्टसम्म भिडियो हेरिदिनु भएकोमा धेरै धेरै थ्याङ्क यू सबैजनालाई। बाई।